व्यवस्था अध्याय 28। आज्ञा पालन गर्नेहरूलाई आशिष। आज मैले तिमीहरूलाई आदेश गरेका उहाँका सबै आज्ञाहरू मानेर परमप्रभु तिमीहरूका परमेश्वरको वचन होशियारी साथ पालन गर्यो भने उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ। परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गर्यौ भने यी सबै आशिषहरू तिमीहरूलाई लाग्नेछन् र तिमीहरू आशिषित हुनेछौ। तिमीहरूले सहरहरूमा आशिष पाउनेछौ र खेतीपातीमा आशिष पाउनेछौ। तिमीहरूको सन्तान उब्जनी गाईबस्तु भेडा बाख्रामाथि आशिष बढ्नेछ र तिमीहरूको वृद्धि हुनेछ। तिमीहरूको डालो र तिमीहरूको पिठो मुस्ने आरीहरूमा आशिष पर्नेछ। भित्र आउँदा र बाहिर जाँदा तिमीहरू आशिषित हुनेछौ। तिमीहरूका विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामने परास्त गर्नुहुनेछ। तिनीहरू एक बाटो आउनेछन् तर 7 बाटो भएर भाग्नेछन्। परमप्रभुले तिमीहरूको ढुकुटीमा तिमीहरूका सबै काममा आशिष दिनुहुनेछ। औ परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा मानेर उहाँको मार्गमा हिँड्यौ भने उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नु भएझै तिमीहरूलाई आफ्नो लागि एक पवित्र जाति बनाएर स्थापित गर्नुहुनेछ। पृथ्वीका समस्त मानिसहरूले तिमीहरू परमप्रभुका हौ भनी थाहा पाएर तिमीहरूसँग डराउनेछन्। तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूको सन्तान गाईबस्तु भूमिको उब्जनीमाथि परमप्रभुले बेहिसाब उन्नति दिनुहुनेछ। परमप्रभुले आकाशको उत्तम भण्डार उघारेर तिमीहरूका भूमिमा ठिक ऋतुमा झरी पठाउनुहुनेछ र तिमीहरूको हातको मेहनतमा आशीर्वाद दिनुहुनेछ। अनि तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ तर ऋण लिने छैनौ। मैले आज तिमीहरूलाई दिएका परमप्रभु परमेश्वरका आज्ञा होशियारी साथ पालन गर्यौ भने परमप्रभुले तिमीहरूलाई शिर तुलाउने हुनेछ, पुच्छर होइन। औ तिमीहरूलाई शिखरमा राख्नुहुनेछ, फेदमा होइन। मैले आदेश दिएका वचनहरूमध्ये कुनैबाट यताउति लागेर अन्य देवताहरूको पूजा गर्न तिनीहरूको पछि लाग्नु हुँदैन। आमेन, आमेन।